अहिले आफूले बनाएको सरकारमा काठमाडौँमै बसेर आफूले ल्याएको सल्लाहकारको मान्छे गृहमन्त्री हुँदा न्याय नपाउने भए हिजो अस्ति आन्दोलनको घोषणा गरेर जनकपुर पनि जानुभयो अस्ति भर्खर पनि यो 1 महिना इलेक्सनको 1 महिना पछि हुन लागिसक्यो इलेक्सन पछि हामीले कसैले पनि सुशीला प्रधानमन्त्री भेट्न पाएको छैन म 53 दिन बाटोमा दिनरात बस्दा पनि हामीले भेट्न पाएनौँ उहाँ सुटुक्क फोटो खिच्न जान भेट्न पाउनुहुन्छ 53 दिन बस्दा एउटा पोस्ट नहाल्नु भएको माग गलत थियो भने बहिनी तिम्रो माग गलत छ म सच्याउँछु भनेर आउनु पर्ने हो नि त बीबीसीमा अनुहार देखाउन जाँदाखेरि त्यो सरिसमा बहिनी 53 दिन बसेको थियो के रहेछ माग मैले उहाँलाई आफै मेसेज गरेको छु यहाँ हेर्नु उहाँलाई इलेक्सन अगाडि नै माग चाहियो रक्षाजी भनेर मेसेज गर्दा सिन गरेर छोडिदिनुहुन्छ हिजो पनि ग्रुपमा कुरा भएको थियो प्रधानमन्त्री भन्दा पनि ठुलो म्याम के गर्ने हो त भनिदिनु नि त तपाईँ जेनजीको अगुवा भनेर बीबीसीमा मिडिया ट्रायल सुरजीकोमा मिडिया ट्रायल गर्दै हिँडिराख्नु भएको छ केही काम गरौँ ती मान्छे उयो आमा जहिले माइती घरमा आएर रुनुहुन्छ उहाँको छोरालाई 2 गोली लागेको छ जेलमा हुनुहुन्छ यो कुराको लागि मैले रक्षा बमज्यूलाई म्याम त्यो भाइलाई त घाइते भयो 2 गोली लागेको मान्छेलाई पुलिसले समातेछ 24 गतेको घटनामा 23 गतेको घटनाको दोषी खै त त्यो भाइलाई न्याय खै त त्यो आमा बाटोमा आएर रुनु किन परिरहेछ भनेर मेसेज गर्दाखेरि हामी अलिकति रसमा छौँ के रस हो यो